गाइज वेलकम ब्याक न्यू द भिडियो। त के छ अलि चल्ली सबैजनाको आयुब सबैजना सन्चारामा हुनुहुन्छ होला र आज चाहिँ हो दसैँको अर्कान दिन र आज चाहिँ हामी जाँदैछौँ फेरि मेला हेर्नको लागि। त्यहाँ कोटमै फेरि मेला पर्छ अरे र त्यसैको लागि जाँदैछौँ हामी चाहिँ जाँदैछौँ दाइ र म। दाइ चाहिँ बाइक निकाल्दै हुनुहुन्छ। हामी चाहिँ फाइनल आइसकेको छौँ दियालना चौर र दियालना चौर चाहिँ छ सुनसान। यो साथमा चाहिँ हुनुहुन्छ दाइ। फाइनली गाइस दियालनामा आइपुग्यो। हामी दियालनाबाट केही समयमा हामी ठ्याक्क मेलाको गन्तव्य स्थानमा पुग्नेछौँ अनि त्यहाँ गएर हामी फोटो खिच्ने कार्यक्रमलाई निरन्तर अगाडि बढाउनेछौँ है। र हाम्रो चाहिँ मुख्य काम भनेको फोटो खिच्ने हो प्लस मेला पनि हेरिन्छ। पछि चाहिँ चलिरहेको छ फोटोसुट र म चाहिँ एकछिन चौरको चाहिँ टुर हाल्छु। हल्का फुल्का हावा चाहिँ आइरहेको छ साइडबाट। र हामी चाहिँ दियालनाबाट स्नाथानको लागि हिँडिसकेको थियौँ र अहिले चाहिँ आइपुग्न लागिसक्यो स्नाथान। र स्नाथानमा चाहिँ म गर्दैछु प्रवेश। फोटोसुट हान्ने चाहिँ ठाउँहरू धेरै छ। म चाहिँ धेरै भयो यहाँ नआएको, धेरै पछि चाहिँ आएँ म यहाँ चाहिँ। र अहिले चाहिँ यहाँ पानी पनि रहेछ, दामी देखिरहेको छ। र यहाँ साइडमा चाहिँ कुर्चीहरू रहेछ र फोटोसुटको लागि पनि राम्रो छ। र यहाँ चाहिँ रहेछ धुपीसल्ला र पछि ठुलो भयो भने चाहिँ राम्रो हुन्छ। र चाहिँ यसरी बसेर फोटोसुट गर्नको लागि होला यो तरबार चाहिँ। अरू पनि चिजहरू छ जो यहाँ चाहिँ नयाँ थपिएको छ, पहिले चाहिँ छैन थियो। यो चाहिँ रहेछ एउटा सिम्पल कुर्ची जहाँ चाहिँ बसेर फोटो सुट गर्न सकिन्छ हामीले चाहिँ। र माथि चाहिँ मान्छेहरू छन् र फोटोसुट पनि भइरहेको छ माथितिर चाहिँ। पछि चाहिँ तरबार राम्रो देखिरहेको रहेछ। पछितिर चाहिँ हुँदैछ फोटोसुट। हामी चाहिँ लाग्छौँ अगाडितिर। यहाँ चाहिँ गेट रहेछ एउटा चाहिँ। आजको सुन्दर भ्यू हेर्न सकिन्छ, मस्तवाला भ्यू हेर्न सकिन्छ पछि। यहाँ चाहिँ नेपालको झन्डा बनाएको रहेछ सानो। अनि यहाँ चाहिँ लेखेको छ एकनाथान ढुङ्गाले। यहाँ त्रिशुल रहेछ। यहाँ चाहिँ सानो अर्को लभ छ। हिजो सायद अस्तिको आगो लगायो चाहिँ बोलिरहेको छ चाहिँ। यहाँ पनि रहेछ सानो गेट। र यहाँ चाहिँ रहेछ एउटा राम्रो कुर्ची र यहाँको कुर्चीमा चाहिँ लेखेको रहेछ शुभ लाभ र शुभ चाहिँ छ तर यहाँको लाभ चाहिँ छैन, सायद कसैले फालेको हुनसक्छ। यहाँ चाहिँ अब तोलफोलको काम चाहिँ सुरु भइसकेको रहेछ। र यहाँ चाहिँ रहेछ एउटा धनुष र धनुषले चाहिँ कसलाई हान्ने मलाई चाहिँ थाहा भएन, तर चाहिँ यो सुन्दर देखिएको छ यहाँ चाहिँ। र यहाँ चाहिँ छ अर्को कुर्ची र मजाले म चाहिँ बसेर सेन्टर फ्रुट खाइरहेको छु। र यहाँ चाहिँ रहेछ मिङ्गलहरूले फोटो खिचाउने ठाउँ र हामी जस्तो सिङ्गलको त यहाँ काम हुने होइन। र म चाहिँ फेरि अब फर्किन्छु। मेला हान्ने प्रोग्राम चाहिँ क्यान्सल भयो हाम्रो चाहिँ। फाइनली पानी पऱ्यो होइन, पानी परेर क्यान्सल होइन। अब चाहिँ पानी पर्न लागेको छ, बादलहरू आइसक्यो। अब चाहिँ हामी जान्छौँ घर सिधै। र हामी चाहिँ अहिले दिवालमा चौर फर्किसकेको छौँ र अब चाहिँ जाँदैछौँ हामी भिउटार। पानी चाहिँ आइसकेको छ, त्यही पनि हामी जान्छौँ र देखाउँछौँ भिउटारको माहौल कस्तो छ अहिलेलाई। फाइनली हामी चाहिँ भिउटार चाहिँ आइपुगेको छौँ। हाम्रो गाउँमा मात्रै लागेन बादल। यहाँ पनि रहेछ एउटा मुटु र बस्नको लागि चाहिँ एउटा टेबल। हामी चाहिँ भिउटारबाट झरिसकेका छौँ र हामी चाहिँ दियालना चौरमा आइसकेको छौँ। र दियालना चौरमा चाहिँ हिजोको पिङ रहेछ अनि यसको चाहिँ फाइदा उठाउँदैछौँ हामी चाहिँ। अहिले चाहिँ दायाहरू खेल्दै हुनुहुन्छ पिङ। हामी चाहिँ दियालनाबाट हिँडिसकेको छौँ। अहिले चाहिँ हल्का पानी पनि आइरहेको छ र जाडो चाहिँ एकदमै भएको छ। दाइले चाहिँ हल्का फुल्का यो स्वेटर चाहिँ लाउनु भएको रहेछ, मैले चाहिँ केही लगाएको छैन, जाडो भइरहेको छ। पछि चाहिँ दाइहरू हुनुहुन्छ। गाइस हामी चाहिँ गाउँमा छिरिसकेको छौँ। अब चाहिँ 1 मिनट जस्तो लाग्छ घर पुग्न। पहिले खुट्टा गमाएर
अलिक गुराउनु के सर अब हाल्नु लु A few moments later. र म चाहिँ आइसकेँ फाइनली घर र आई होप तपाईँहरूलाई भिडियो मन पऱ्यो होला यदि भिडियो मन पऱ्यो लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला टाटा बाई बाई भेट्नु होला अर्को भिडियोमा